कहाँसम्म हो बहिनी? न्युयोर्कसम्म दाइ। दुवैजनाले सँगै बोलाउनु भयो? अब खै होइन, यो नाकाबन्दीले पनि हैरानै बनायो भने बिचरा दाइ पनि पेट्रोल सकेर अबरा पर्नुभयो होला। खै कहाँसम्म जानुपर्ने हो कुन्नी? बोलाउनुस् न त। ए हो, हस्। कहाँसम्म हो दाइ? आउनु आउनु। कहाँसम्म हो दाइ? उता न्यू रोड। ए न्यू रोड? उहाँको पनि त्यतै हो। बसौँ बसौँ। केटी आइरहेछ। के भन्नु? ब्रो होइन कि यसरी केटी पटिँदैन। अब अगाडि गएर अलि नाचेर देखाउनु पर्यो। फिल्म हेरेको छैन तैँले? नाच्दैन, पटिहाल्छ नि। गीत म बजाइदिइहाल्छु नि। गोविन्द वल्ला ल। अपने दीवाने का कर दे पूरा हाल रे की अखियों से गोली मारे, की अखियों से गोली मारे, लड़की कमाल रे की अखियों से गोली मारे, लड़की कमाल रे की अखियों से गोली मारे। मैले केही गल्ती त गरिनँ नि है? अब दुवैजना नबोल्ने पर्नु भएछ? त्यस्तो होइन, त्यस्तो होइन दाजु। एउटा कुरा भनौँ है त, अब हजुरको घर नै सँगै, अफिस नै सँगै, यो पेट्रोल नपाएकोलामा यसो चिन्जन गरिराखेकै राम्रो नि। तेल नपाए भनेर जो पाए त्यहीसँग बोल्ने? ल बहिनी पनि यस्तो अप्ठ्यारो बेलामा त नजिकको मान्छे चिनिराखेकै त राम्रो नि। कहिले काहीँ भराउराउने काम लाग्ने। दाइ त मलाई एकदमै भलादमी जस्तो लाग्यो। यसो हेर्दा नै फिल्मकै जस्तो लाग्ने। एकैचोटिमा हेरेर कसले भन्न सक्छ? जो चाहिँ थाहा भयो। केटीहरूलाई त गरे नि नहुने, नगरे नि नहुने। बुझाउनै गाह्रो दाइ। के बुझाउन गाह्रो हो दाइ? बुझाउन गाह्रो त मेरी बुढीलाई हो। यी केटीहरू भने कुरै बुझ्दैनन्। अब अस्ति हप्ताभरिको पैसा जम्मा गरेर अब बुढीलाई सरप्राइज दिनु पर्यो भने भाउजूलाई सोधेँ, हेर्नुहोस् है। भाउजूले पनि भन्नुभयो, होइन ए भाइ, अब बहिनीलाई यो पहेँलो रङको साडी लगिदिनु, बहिनीलाई साह्रै राम्रो देखिन्छ भनेर भन्नुभयो। मनी हो न हो, फुरुक्क फुर्केर अब बुढीको हातमा पहेँलो रङको साडी लगेर थपक्क राखिदिएको त आम्मा हो। म काली मान्छेले यो पहेँलो रङको साडी लगाएर निधारमा चन्दन घसी हातमा कमण्डलु के म घर घरमा चाहिँ चन्दन माग्न जाउँ? पुरै हो बाबा। होइन यी छोरी मान्छेलाई पढ्नै गाह्रो है दाइ। अनि लगाउनु भयो त दिदीले साडी? किन नलगाउनु? फकाएँ नि मैले पनि। थाहा छ नि मलाई पनि आफ्नो बुढीलाई कसरी फकाउने भनेर। सो क्युट। यस्तो फकाउने टिप त हामीलाई नि दिनु न दाजु। त्यही त दाइ, आजकलको जमानामा तपाईँ जस्तो माया गर्ने केटा कहाँ पाइन्छ? खास गरी कुरा के हो भने, हेलो हेलो दाइ, खास तपाईँसँग मोबाइल छ? मेरो अफ भएछ। ल
अब बहिनीकामा ब्याट्री छैन, दाइकामा ब्यालेन्स छैन। नम्बर कति रे? म डायल गरिदिन्छु कि। छुनै नहुने उसको मोबाइल। खास गरी यो टच बिग्रिरहेछ कि। तिमी नम्बर भन, म डायल गरिहाल्छु नि। डायल पनि तिमी गर, फोन पनि तिमी गर। ल्याउ ल्याउ न, गर्दैन। ल्याउ न। हेलो, ओइ सुन्न, मेरो मोबाइल अफ भएछ के। एकजनाको फोन मागेर गरेको। 10 मिनटमा आए है। ल बाई। होइन हौ बहिनी, के कुराले हाँस्नु हो त्यस्तो? ए किन हेर्न तपाईँ खुरुखुरु चलाउनु न, कति बोलेर भने। नरिसाउनु न दाइ, आफू त अब बोलिरहने बानी, अब लागेको बानी कसरी छुटाउनु हो? दाइ यति रोकिदिनुहोस्। ए हस्, यतै दाइ कति भयो? बहिनी होइन, म दिन्छु नि। होइन म पनि दिन्छु। दाइ कति भयो? बहिनी मैले निकालिसकेँ। होइन म दिन्छु। पछि देऊ न। अब कहाँ पछि? दाइ भन्नुहोस् न कति भयो? डोमा सुन न, अस्तिको कुरा कहाँदेखि कहाँ पुग्यो कि। मलाई त्यस्तो गर्ने मन थिएन। केटाहरू थिए, मलाई हिरो बन्नु मन थियो होला। आई जस्ट वान्टेड टु इम्प्रेस यु यार। किनभने हाततिरको आज तैँले दिन ल्याउनुहोस् न। आई जस्ट वान्ट टु से आइम सरी। भोलि फेरि तपाईँलाई रिक्सा चाहिन्छ नि होला, अब त्यो बेला तपाईँ दिनुहोस्। भइगयो त। भनेपछि बेलुका। ए तपाईँ कहाँसम्म? अलिक अगाडिसम्म छोडिदिउँ? हजुर हजुर। ए हस् हस्। त्यतिर दिनुहोस् दाजु। ल कति भयो भन्नु त? बहिनीको र तपाईँ गएर 1400 दिनुहोस् न। 1400? सोमबार ए भागे भाग्यो सोमबार